बेबी के गर्दैछौ तिमी? चेन्ज अल द टाइम म त कस्तो सुन्दर सम्झेर खाना पनि खान मन लागेको छैन नि मलाई त। खानै खाएको छुइनँ। तिमीले खाना खायौ? मलाई त तिमीसँग एकछिन कुरा नगरी खानै यहाँ पढिरहेको देख्दिनस् म कस्तो के चुप चुप ऊ पनि पढ्नु छैन यार आफ्नो यहाँ इक्जाम आउँदैछ कति डिस्टर्ब गर्न सक्यो अब भन न अनि। यहाँ कस्तो पल्लो घरमा छिमेकीहरूको झगडा परेर कस्तो डिस्टर्ब भएको छ। बोल्नै मिलेको छैन हेर न। के का बेबी के का यता उता यसको त मलाई त नाटक देखेर पनि वाक्क लाएर आउँछ भने आफू पनि पढ्नु छैन अर्कोलाई पनि डिस्टर्ब गरिरहेको छ। अनि हामी घुम्न कहिले जाने हो? अस्ति भनेको ठाउँमा जानुपर्छ ल। मलाई त लास्टै रिस उठिसक्यो हो यो देखेर। अस्ति हामीले भनेको थियौँ नि त्यहाँ जाउँ न। तँलाई घरका मान्छेले पढ्न पठाएको कि बेबी छोरा भन्दै बस्नु के चुप 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 होइन को हो यति राति राति अर्काको दिदीलाई फोन गर्ने चाहिँ? त्यहाँ बाहिर छिमेकीमा झगडा भएको छ कि त्यही हल्ला हो कि। त मलाई पढ्न दिन्छस् कि? त मलाई पढ्न दिन्छस् कि? जानुपर्छ के कहिले जानु भन न। काहीँ नभएको बेबी लानु भन न। हाम्रो नि लभ परेको थियो तर यतिसम्म त थिएन। कति कराउँछ एकछिन चुप लाग्नु। कस्तो चुप लाग मान्छेको मेरो यहाँ लभ परिरहेछ कति डिस्टर्ब गर्नु। होइन हिजो भर्खर ब्रेकअप भएको होइन यो 7 नम्बरको बोयफ्रेन्ड हो के। लाज भर्खर नभएको पढाइरहेछु त अलिकति अझ लाज पनि लभ परेको त देख्नै सक्दिनँ। तँलाई चाहिँ यहाँ पढिरहेको देखिनुहोस् पनि लभ गर्दिन अर्काको लभ पनि छुडाइ। हामीलाई गर्नु पर्यो होइन लभ राति राति 10 नम्बरसम्म पुऱ्याउँ भनेको 7 नम्बरमै ब्रेकअप गराइदिने भयो। ओके बेबी म त अनलाइन थालिसक्यो यार यो केटी देखेर के गर्ने मलाई सपिङ गराइदिने भनेको होइन। कहिले रेड कलरको ल रेड कलर कस्तो मनपर्छ मलाई। आफ्नो यहाँ इक्जामले कति टेन्सन छ पढ्न पनि दिँदिनँ। फेरि बाबुआमाहरूले पनि कस्तो यो नपढ्ने मान्छेलाई ल्याएर यहाँ मसँग थेचार राखिदिएर के बेबी पल्लो घरको झगडा हुन्छ हाम्रोमा त को छ र त्यस्तो झगडा गर्ने। बोलेर बसिरहेको राख गएँ म जानुपर्छ। कसैको नपरेको ल यसैको परेको छ। बोलिहाल्छु नि आफ्नो बेबीसँग नबोलेर कोसँग बोल्नु। सुन न बेबी अब रातिको 2 बजिसक्यो अब भोलि दिनभरि बोल्नुपर्छ कि अहिलेलाई सुतौँ ल। ल लभ यु। नि मारिहाल्यो नि हाँडी घोप्टे डिङ गर्नेले। टाउको नै जान न भएर फुट्नै लाग्यो।